युट्युब च्यानल फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो आजको ब्लगमा। सो आजको ब्लगमा चाहिँ म टक्कै स्कुल जाँदैछु। म मात्र होइन, यहाँ साथीहरू पनि जाँदैछ, अगाडि अगाडि हिँड्दैछ। म पछाडि बसेर यसो ब्लग बनाइदिनु पऱ्यो भनेको होइन। सो हाम्रो स्कुल चाहिँ यहाँ तल छ। आज चाहिँ हाम्रो स्कुलमा प्रोग्राम हो। सो त्यही भएर मैले फोन लिएर आएँ फोन, अनि अब त म फोन ल्याउनु पाउँथिनँ। स्कुल चाहिँ यहाँ तल छ होइन, स्कुल यहाँबाट देख्दो रहेछ अलिअलि, केटाहरू त्यहाँ बसिरहेको रहेछ। पल्लोपट्टि छ स्कुल पनि, पल्लोपट्टि चाहिँ मेन हो यो प्रोग्राम गर्ने भनेको चाहिँ होइन। यतापट्टि चाहिँ अलिकति यसो भ्यू देखाइदिन्छु म। सो आज तपाईँहरूले चाहिँ मेरो स्कुलको भ्यू देख्नु पाउनुहुने भयो होइन। अनि यस्तै हो होइन। अब आज के अरे प्रोग्राम भन्दा पनि के अरे बिदाई 12को लागि, 11कोले 12लाई बिदाई दिने अरे। सो त्यही भएर आज चाहिँ एकदम दामी र एकदम लामो पनि हुनेछ है। केटीहरू हेर्नु पाउँछु भनेको त यहाँ त सबै केटा मात्रै रहेछ अरे। फेरि हो यहाँनिर चाहिँ यता चाहिँ हाम्रो साथीहरू, मेरो चाहिँ साथी है यता हाम्रो क्लासको। यता आउनु यो साथी हो। एउटा कुरा थियो पैसा पैसे का चक्कर है बाबू भैया, पैसे का चक्कर। धनी त म अघिदेखि म तिमीलाई यही सोध्छु भनेर माथि धनी त म धनी नै हो कि, तर आजकल अलिक डाउनफल चलिरहेछ होइन गाइस। डाउनफल चलिरहेछ क्या। म ट्रेडिङमा इन्भेस्टमेन्ट गरेको उयो भइरहेछ क्या, लस गइरहेछ क्या। त्यसैले ट्रेडिङ पनि गर्छौ? ट्रेडिङ 1000 रुपियाँको ट्रेडिङ गरेको आज म पार्टी पाउँछु केटा। पार्टी होइन क्या, पार्टी होइन। यसरी मसँग यसरी दिन्छु यसरी साथीहरू म यसरी पैसासँग हिँड्छु, किनभने मलाई अब हामी स्कुल देखाउन जाउँ होइन, जाउँ न त होइन। शुभ कार्यमा देरी किन साथी हो होइन, त्यस्तै हो। आज चाहिँ प्रोग्राम हो होइन। बिदाई पो त बिदाई 12लाई बिदाई। म ताल पऱ्यो भने अहिले नै घर पनि भाग्नु सक्छु। यहाँ लास्टै अल्छी लागिरहेछ। 11 बजिसक्यो साथी हो, केही छैन। पल्लो स्कुलमा छ क्या मेन चाहिँ। पल्लो स्कुलमा गर्ने अरे। सुरसर पल्लो स्कुलमा छ। यता चाहिँ अब सुरत पनि भएन होला मलाई भनेको पल्लो स्कुलमा गराउँछ अरे उयो प्रोग्राम। यो स्कुल चाहिँ यो हाम्रो स्कुल हो। यहाँ पहिला हामी बस्थ्यौँ तर साह्रो हामीलाई तलै साह्रो सल्लाह। अहिले चाहिँ हामी यता उता बस्छौँ। गोल खेल खतरा हुँदैछ है। विद्यार्थीहरू थोरै कम जनसङ्ख्या कम छ आजकलको जमानामा अरे छैन नि त कोही पनि। प्राय सबै धेरै स्टुडेन्टहरू 10को इक्जाम दिएर भागो 12को इक्जाम दिएर भागो त्यस्तै भयो है। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो प्लेग्राउन्ड चाहिँ यता प्लेग्राउन्ड साथीले भनिदिइहाल्यो होइन। सो खेल्दै रहेछ केटाकेटीहरू यहाँनिर टनक्कै। भलिबललाई फुटबल बनाएर खेलिरहेको छ, हेर्नु न के हो यो चाहिँ हाम्रो यही हो होइन। हाम्रो क्लास पनि देखाइदियो। आज हाम्रो क्लास पनि देखाइदिइहाल्ने ऊ माथि मिसले हेरेको चाहिँ हेरेर कस्तो मजाले मिसले हेरेको चाहिँ हेरेर भाइले ओ भाइ हाम्रो क्लास यो हो। हाम्रो क्लास चाहिँ हामीलाई माथिदेखि सारेर के गरेको छ नि ल ग्रान्डमा पनि हाम्रो क्लास यहाँ बस्छौँ हामी। हाम्रो त बेन्चहरू त बिग्रिरहेको छ। के हो यो के हो होइन। हाम्रो क्लास त बिग्रिरहेको छ। यता घडी पनि बिग्रिरहेछ या घडी पनि बिग्रिरहेछ। यहाँ चाहिँ हाम्रो क्लासमा चाहिँ यो चाहिँ इमर्जेन्सी। यहाँ इमर्जेन्सी आउटडोर हात पनि निकाल्न सकिन्छ। आउनुहोस् अब यता कता जान्छौ अब तिमीले त्यतै। यो कुन क्लास? दिस क्लास नाचिरहेको रहेछ। सो यसलाई यता हामी निस्किनौँ। लाज लाग्छ त यार मिसहरूले हेर्दाखेरि त हामीलाई त। एट क्लास दिस इज 8 क्लास। हेर गति हेर नि क्लासको हाम्रो भन्दा हात मन लाग्यो होइन। पसिना मेरो काखी भिजिसक्यो है। टिचरहरूको नदेखाउनु माथि गइसक्यो, मलाई लाज लाग्न थालिहाल्छ कि, त्यही भएर नि। हाम्रो क्लासको केटीहरू यतै कता नाच्दै होला, हेर्नु जाउँ न अनि हेर्नु। यहाँ रहेछ नाच्दै गरेको। हाम्रो क्लास केटी त कोही पनि राम्रो छैन। स्कुल ड्रेसमा त नरामी देख्छ, तर यहाँ होइन के अरे चोली के
राम्रो राम्रो देख्छु त म त के हो यो स्वागत गीत हाम्रो क्लासको केटीहरूले होइन हाम्रो क्लासको कराउने काम यसले नै गर्छ स्वागत गर्ने भयो कति अरे लिडर सबैलाई कराउने क्यान्टिनहरु पनि देखाइदिनु अब क्यान्टिन हाम्रो स्कुलको टोइलेट हैन क्यान्टिन क्यान्टिङ यहाँ चाहिँ यो क्यान्टिङ खाजा खान्छौँ तर पैसा हुँदैन कहिले अब धेरै जस्तो यहाँको चाहिँ गमलाहरू फुटाउने मात्र काम गर्छौँ हामी गोलले टुइ टुइ हानेर त्यही किन जानु होइन त्यहाँ पर पुगेको सुन्छ लु अब हाम्रो पुरानो टोइलेटको भ्यू देखाइदिउँ न माथि बस्दाखेरिको टोइलेटको भ्यू फुलहरू त न के राम्रै पो रहेछ त यार हाम्रो क्लासको केटीहरू जस्तै राम्रै रहेछ तासिन आउँछ फेरि फुर्केर होइन लु अब कति मेहनत आन्टीले रोप्नु भएको छ हेर्न सक्नुहुन्छ आन्टीको मेहनत क्यान्टिन चाहिँ हेर्नुहोस् यहाँ के फुल भन्छ यसको नाम क्यान्टिन भए पनि घर चाहिँ कसम भनेको यार कोही बेला आन्टी रिसाउनु हुन्छ तर पनि नरिसाउनु आन्टी हामीले यहाँ भिडियो बनाइदिउँ होइन सो अब हामी टोइलेट थोत्रे पहिला हामी उ गरेको क्या के अरे बस्दाखेरि त्यहाँ जहिले जान्थ्यौँ त्यहाँ जान्थ्यौँ होइन त्यहाँ जाँदाखेरि चाहिँ हामीलाई फाल्टै सुकुन आउँथ्यो अब भएको भए त हामी सुकाउँथ्यौँ भने यहाँबाट फोनबाट मिल्ने भए त हामी सुकाउँथ्यौँ होला होइन तर हुँदैन सुकाउनु मिल्दैन हामी सुन्ने होइन अब तपाईँहरूलाई देखाउने ल है यो क्लासमा बस्थ्यौँ हामी पहिला होइन क्लास बन्द रहेछ होइन अब यो क्लासमा पनि बसेको हामी होइन यो क्लासमा पनि बसेको हामी ला तैँले देखाइदियो भने त बन्द रहेछ त हामीलाई मुख चाहिँ खतरा आइरहेछ तर बन्द रहेछ जहिले बन्द गर्दैछ पल्लो स्कुल डेकोरेसनहरू चाहिँ अब कस्तो छ होइन सो मैले भिडियोमा चाहिँ अलिक राम्रो देखेको थिएँ होइन क्लास थियो अहिले 11 बनाइसकेको छु यहाँ नक्कलीहरू चाहिँ हेर्नु नि हेलो गाइस नमस्ते नमस्ते फ्याकुल्ला जोजोलापा बहिनीहरूलाई देखाउनु हुँदैन भ्युज दिएर आयो भने होइन भाइरल हुन्छु फेरि म हेर भ्युज आयो भने हामीलाई लिन आएको के हो यो हाम्रो सेक्युरिटी ओ यो पप्पु पेलु ए बाबा टिल्लु विकास आज हाम्रो एकजना साथी आएन दुईजना साथी आएन एकजना त हामीले सम्पर्क पनि गरेनौँ किनभने उसको आर्थिक टुङ्गो छैन एकजना आउँछु भन्छ तर ऊ चाहिँ आएन किन त्यो मलाई थाहा भएन होइन उसको बाख्रा मर्यो अरे घरमा के गरे आज गेम खेल्ने भनेर सोच हस्पोट त छैन है मेरो Santani,